What's up guys, welcome to my new video. हजुरहरु सन्चै हुनुहुन्छ होला नि। सो आज चाहिँ साथीहरु म र मेरो नाल्बो साथी भएर बाहिर निस्किने प्लान बनायौं। एकदमै बोर फिल भएर रुममा बस्दा त्यसैले हामी चाहिँ आज यसो पार्कतिर डुल्न भए पनि निस्कियौं। सो गाइस हामी चाहिँ पार्क तर्फ बाटो लाग्यौं। जादै गर्दाखेरि नाल्बो जस्तोले उसको दुःख पोख्न थाल्यो। तर गर्लफ्रेन्डलाई छाता उडाएर यस्तो डेट बसौँ भनेको जहाँ त घामै हरायो। घामै हराएछ। अब भगवानले साथ दिँदा त यसो पानी पर्दै हुन्थ्यो, जसरी पनि छाता उडाउनु त थियो मैले। अब यस्तो धुम्म शीतल हावा त छाता उडाउनु भएन। छाताले त केही बेर्थै भएन, मतलबै भएन। यस्तो साथीहरु अब तर छाताको धेरै काम छ। हामी अन्तिममा भएर यस्तो किस खानेर न छाता उडेर चञ्चले गण्डकी अञ्चल पोखरा। सो साथीहरु नाल्बोको बेथा सुन्दै हामी चाहिँ बाटो लाग्यौं। सो साथीहरु आज चाहिँ कस्तो कोइन्सिडेन्स का नाल्बो र नाल्बोको क्रसको भेट भयो। नाल्बो साथी एकदमै खुसी छ, केटो खुसीले गदगद भएको छ आज चाहिँ। साथी एकदमै खुसी भएर आज आइसक्रिम पनि स्पोन्सर मै गर्छु भन्न थाल्यो। ठिकै छ नि त, किन नि त भन्ने मैले। सो त्यसपछि हामी आइसक्रिम खाँदै बाटो लाग्न थाल्यौं। साथीहरु हामी पार्कमा पुग्यौं। त्यसपछि हामी पार्कमा त्यहाँको पिसफुल इन्भाइरोमेन्ट इन्जोय गर्न थाल्यौं। गाइजहरु पुरेको माछा हेर्नु है, एकदमै दामी हुन्छ। पोटी पक्रेर लैजा भन्नु भने त म पक्रिदिन्छु यार। कस्तो अरे यो पक्रेर लैजा भन्नु भने चाहिँ म पक्रिदिन्छु क्या। भन्दियो कोरियाको केही एक्सपिरियन्सहरु सुनाइदियो भन्दियो। 1 वर्ष भयो हामी आएको पनि। केही एक्सपिरियन्स छैन, मजा छ जिन्दगी। एक्सपिरियन्स अनुसारले चाहिँ कोरिया नआउनु पर्छ। आए पनि सबैभन्दा सुरुमा चाहिँ साथीहरु आफ्नो ल्याङ्ग्वेज चाहिँ एकदम बबाल बनाएर आउनु होला, त्यही भन्न चाहन्छु हैन। रुल्स भनेको चाहिँ एकदम फलो गर्नुपर्ने हुन्छ गाइज। आइमार्ट नजिक आइपुग्यौँ अब। सो गाइजहरु दिस मच फर टुडे। बाँकी कुरा नेक्स्ट भिडियोमा गरौँ होला। हस्त धन्यवाद। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।